ल है त आज चाहिँ हामी घुमघाम दाइहरूसँग अब यसो बाहिर डुल्न जाऊँ यसो हिँड्दै रुममा नि कति बस्ने आज छुट्टी थियो बिहान आधी घन्टा जति काम भयो जाम भनेको दाइहरू तयार हुनै टाइम लाग्ने यार थाहा दाइहरू यार के यार यस्तो यार के हो त्यो फेरि ल म्या के हो है त हाम्रो दाइहरू आउनु भयो है थेक्बे आयो कसको थेक्बे आयो कसको थेक्बे यो हुर्राइदियो यार थेक्बे त यार कसरी हुर्राइदिएको यार त लास्ट यार टक्र्याक गरे यार फेरि फोन यसो को यार ए अगाडि के देख्छ ल त दुईजना दाइहरूले हाम्रो कसको है चाहिँ थेक्बे आएको भनेर नाम हेर्दै हुनुहुन्छ PRA इरुम आफै PRA इस हाम्रो फान्दाङनीमै यो यहाँ चाहिँ फान्दाङनीमै ल है त अब हामी लाग्यो आफ्नो गन्तव्यतर्फ यो चाहिँ साथी हौ हामी चाहिँ आयौँ है ल ल बाइकमा यस्तो जाडो पनि बाइकमा हिँडेर त यार यस्तो जाडो छ मान्छेहरू तेरि यार लोटो फेरि कोरियामा फेरि लोटो हुन्छ है फेरि झ्याममै लगाएर लोटो पनि हुन्छ टोटो पनि हुन्छ फेरि झ्याममा लोटो पऱ्यो नि मालामाल टोटो पऱ्यो नि मालामाल क्यास छैन हामीसँग है तर त्यो चाहिँ क्यास छैन रहेछ त्यसलाई चाहिँ होइन क्यास चाहिँ हामीसँग छैन होइन हामी चाहिँ सबैले कार्ड बोकेर हिँड्ने भएको भएर चाहिँ होइन हामी चाहिँ क्यास बोकेर हिँड्ने चलन छैन है दाइ क्यास बोकेर हिँड्ने चलन छैन है त्यस्तो हो ऊ त्यहाँ है अगाडि हामी सबै सबैसँगै काम गर्ने हाम्रो हेन्सी दाइहरू पुरै अहिले त सबै पुरै हेन्सी भएर हिँड्यान् पर्सि ट्याक्क गएर रातै भएर निस्किन्छन् कम्पनीबाट मसला दलेर अहिले मात्रै हेन्सी हो बाहिर मात्रै भित्र त सेतो कपडा कालो हुन्छ कालोबाट पनि रातो हुन्छ धोएपछि त्यो रातो पनि जान्न कालो पनि जान्न सबै ब्लगरै हामी त तपाईँ बुढोहरू पुरै चिलमा गयो भने बुढोहरू हो गरेर बुढोहरू चुड तान्दै होइन हजुर कस्तो दिइरह बुढोहरू बाहिर बसेर कोरिया हाम्रो नेपालमा जाप्पै पायो नि किराना पसल जस्तै यहाँ चाहिँ जिएस 25 सियु रहेछ सियु नाइस टु सियु भने नि जिएस भने नि अब उस्तै नै हो त्यो लगभग ठाउँहरूमा राखेकै हुन्छ होइन अब लोटो हो कि टोटो किन्ने चाहिँ कता यतातिर भित्र थियो के अरे तर अब दाइहरूसँग क्यास नभएको हुनाले दाइहरूले कसैले वास्तै देखाएनन् हाम्रो बस स्टप चाहिँ यही हो बस कुर्ने ठाउँ हो यहाँ आइयो हामी दुईजना नानीहरूले कुरिरहेछन् फेरि यहाँ के बाँडिरहेको ए ल कोरियाको खानेकुरा है गाइस कोरियाको मिठो परिकार है होतक पिठोको एकदम
बाहिरबाट पिठो अनि भित्रबाट चाहिँ के हाल्छ मिठाई सिठाई गुलियो सुलियो खाँदाखेरि त एकदमै गुलियो हुन्छ। माछाको सेपमा हुन्छ। बाहिरबाट हेर्दाखेरि माछै हो कि जस्तो हुन्छ, भित्रबाट फेरि के को पिठो ठोसिदिन्छ अनि चिनी मात्रै ठोसिदिन्छ। यहाँ त फेरि गुलियो न गुलियो सामानहरू मात्रै पाइन्छ, सबै खानेकुराहरू। प्रायः जस्तो यहाँको मान्छेलाई सुगर हुन्छ, त्यही भएर नेपालको मान्छेलाई प्रेसर हुन्छ, यहाँको मान्छेलाई सुगर हुन्छ। त्यस्तो हो। हामी दाइसो भन्ने एउटा ठुलो एउटा खतरनाक एउटा सबै सामानहरू पाइने ठाउँमा आइयो है। यहाँ अब दाइहरू जाँदै हुनुहुन्छ, दाइसोमा के किन्ने होला खै। यहाँ चाहिँ हाम्रो कम्पनीको 9 वर्ष काम गर्नुभएको दाइ हुनुहुन्छ। सिधै ल ल ल ल ल ल ल अरे कहाँ गयो फेरि त्यो मान्छे? ल त हामी भित्र आइयो, दाइसो भित्र यहाँ छ। के सामान लिन चाहनुहुन्छ तपाईँ? त्यो पुरै बन्डलको बन्डल, प्याकेटको प्याकेट लिन पाइयो। चौचौहरू रामेनहरू सब यहीँ चाहिँ कुरमुरे सुरमुरे के खाने हो। चिसो कहाँ गयो त्यो दुईजना? हामीसँग आएको दुईजना थियो नेपाली केटाहरू। कता गायब यता आएछन्। यहाँ आएर के खोजेको खास हजुरले? यता के छ सोल्टी भन्दैछन् फेरि। यता यहाँ रहेछ। के खोजेको निकाल्दैन भित्र हाल्दैन। के हो यो? रुम स्प्रे पो रहेछ। रुम स्प्रे है, रुममा राख्नुलाई टक्क रुममा लगेर राख्ने। महँगो बजाउँछ त्यसै फेरि केटी मान्छेले जस्तो चाहिँ छोड्दैन। केटी मान्छेको रुम भनेको त डुङडुङ गनाउने हुनुपर्छ। फिलिङ लाग्यो लाने ब्याग त अनि खाएको फोटो देख्न आयो हेर्नु लैजा। के लैजाऊ? सानो हुन लाग्यो के हो खास? त्यो 70 हो? 16 이번 정류소는 신촌입니다. 다음 정류소는 마명리 입구입니다. हामी चाहिँ अब रुमतिर फर्किँदै है अब